हिजोमा कहाँ थिए कस्तो थिए आजमा येशूको अनुग्रहले यस्तो भए। हिजो आँखाको बदला आँखा लिनु पर्छ भन्नेमा आज शत्रुको निम्ति प्रार्थना गर्नु पर्छ भन्ने भएमा हिजो पुरानो धर्म कर्मले खिचिएको मानवमा आज येशूको अनुग्रहले नयाँ गरी जन्मिएमा हिजो अरूको दुःखमा रमाउने मानवमा आज ज्योतिमा ल्याई अँध्यारो हटाउनु पर्छ भन्ने भएमा देखाइ र भोगाइ फरक रहेछ साथी। हामीले सोचेको भन्दा येशू धेरै माथि। संसारले के भन्छ छोडिदे, मृत्युलाई छोडी अब जीवनलाई रोजिदेऊ। ईशा बदलाउ धर्म कर्मले होइन, सत्य र यथार्थ मेरो येशू कुनै भ्रम होइन। हिजो येशूको विरोध गर्नु महानता ठान्नेमा आज येशूको छोरा हुने अधिकार पाएमा हिजो येशू बकवास मानिसको रूप हो भन्नेमा आज येशू सत्य जीवन र बाटो हो भनी जान्ने भएमा हिजो येशूलाई पछ्याउने डलरले किनिएका भन्नेमा आज ती मुक्ति उद्धार र जीवन पाएका ठानेमा अब्बा पिता यिनले के भन्छ छोडिदेऊ। तिनको अपराधमा क्षमा गरिदेऊ। जानी नजानी गरेको गल्तीमा माफी देऊ। देखाइ र